Alright, my dear friends, कति हामी धेरैजना मेलले फिमेलबाट के एक्सपेक्ट गर्छ भन्ने र रिलेसनसिप नम्बर पार्ट 2 को कन्टेन्ट एकदमै धेरै पेसेन्सको साथमा तपाईँले इन्तजार गरिरहनु भएको थियो भन्ने आशाले मैले यो लिएर आइसकेको छु. प्लिज इन्जोय द भिडियो. पार्ट 2 एकदमै सिम्पल छ है. म तपाईँलाई के भन्छु भने हामी छोरा मान्छे एकदमै सिम्पल क्रिएचर. कम्प्लेक्सिटी भन्ने दिमागमा छँदै छैन है. कम्प्लेक्स बनाउँछु भन्दा नि हुँदैन क्या. कम्प्लेक्स छैन क्या. कम्प्लेक्स एकदम सिम्पल क्रिएचर हो. सो मेन कुरा चाहिँ के हामी एक्सपेक्ट गर्छौँ भन्दाखेरि रेस्पेक्ट दियोस् कि मेरो पार्टनरले. हामी कता कता छोरा मान्छे चाहिँ रेस्पेक्टको भोगी हुन्छौँ कि एकदम त्यो हुन्छ नि के त ज्वाला यसरी आएको जस्तो त्यस्तो भोगी हुन्छौँ हामी रेस्पेक्टको. र यदि हाम्रो कोही पार्टनरले हामीलाई रेस्पेक्ट दिन्छ भने चाहिँ हामी त्यो पार्टनरलाई चाहिँ कहिले पनि गुमाउन खोज्दैनौँ कि एकदमै उसलाई प्रोटेक्टिभ गरेर राख्छौँ. इज्जतको मतलब चाहिँ मिसअन्डरस्ट्यान्ड नगर्नुहोस्. रेस्पेक्टको मतलब यो भन्न खोजेको होइन कि तपाईँले खुट्टै ढोक्नु पर्यो होइन, खुट्टै चाट्नु पर्यो अनि हामीसँग बोल्दाखेरि चाहिँ तपाईँ डराउनु पर्यो, जुन चाहिँ हुँदैन अहिलेको जमानामा. त्यही पनि यो किसिमको रेस्पेक्ट भन्न खोजेको होइन. रेस्पेक्ट मिन्स एउटा जुन म्युचुअल नर्मल इन्टरनल रिलेसनसिपमा एउटा पार्टनरले अर्को पार्टनरलाई दिने जुन त्यो रेस्पेक्ट हुन्छ त्यति रेस्पेक्ट भएछ भने चाहिँ डेफिनेटली त्यो पार्टनर हाम्रो लागि एकदम स्पेसल हुन्छ. उसको लागि हाम्रो मनमा एकदम स्पेसल जग्गा हामी बनाउँछौँ. र केही सानोतिनो गल्तीहरू भइहालेछ आफूबाट ऊबाट भन्ने पनि हामी झुक्नको लागि जहिले तयार छौँ. र वी अलवेज वान्ट एन्ड विस कि मेरो पार्टनरले मलाई इज्जत गरिदियोस्. ओके. सो अर्को चाहिँ के छ भन्दाखेरि त्यो सबैजनामा होला, इन्जर्नल सबैजनामा होला. तर छोरा मान्छेमा चाहिँ के हुन्छ भन्दा मेरो गर्लफ्रेन्डले मेरो कुरा सुनिदियोस्, मलाई बुझिदियोस् भन्ने कता कता हुन्छ. डेफिनेटली टु बी हर्ड भन्छ नि एउटा. यो भिडियो हेरिसकेपछि तपाईँ जानु तपाईँको पार्टनरसँग, ऊ तपाईँसँग कुरा गर्दाखेरि तपाईँको फोन टेक्नोलोजी टिकटक सिकटकलाई साइडमा राख्नुहोस्. 1 घन्टा 2 घन्टाको लागि पुरा फोन चलाउँदै बिचमा डिस्ट्र्याक्टेड हुँदै इन्टरप्ट हुँदै तपाईँले कुरा सुन्दाखेरि सायद उसलाई त्यति मजा नहोला. तर 1 घन्टा 2 घन्टाको साटामा तपाईँले 10 मिनट 15 मिनट पनि उसको कुरा सुनिदिनु एकदमै ध्यान दिएर भले तपाईँले नबुझे पनि र तपाईँको एक्सप्रेसन तपाईँको बडी ल्याङ्ग्वेज यो तरिकाबाट तपाईँले प्रेजेन्ट गर्नुभयो कि म चाहिँ सुनिरहेको छु है बाबु, म चाहिँ सुनिरहेको छु है बाबु भन्ने टाइपबाट तपाईँले आफूलाई गर्नुभएछ भने चाहिँ डेफिनेटली उसले धेरै मन पराउनेछ यो तपाईँको बिहेभियर. अनि हामी कता कता यो कुरा डिपली एक्सपेक्ट गरिरहेको छौँ हाम्रो मुटुसँग. माया होइन. अलराइट माई डियर फ्रेन्ड, मैले अघि नै भनिसकेँ हजुरहरूलाई. मैले अघि नै भनिसकेँ कि हामी छोरा मान्छे धेरै कम्प्लेक्स छैनौँ. हामी छोरा मान्छे एकदमै सिम्पल बच्चा जस्तो हुन्छ. एउटा कुरा के छ भने फाइनली म जाँदा तपाईँलाई एउटा बोनस टिप चाहिँ के दिन चाहन्छु भने यदि तपाईँको छोरा मान्छेले यदि तपाईँको के भन्छ त्यसलाई ढाडे बिरालो भन्नु पर्यो नि त, हो कि होइन त होइन. पहिला त अब कसैको त बच्चा हामी पनि यता कसैले यस्तो हामीको कसैको त बच्चा अब त ढाडे बिरालो भइसक्यो. तर हेर्नुहोस् है, यदि तपाईँको पार्टनरले चाहिँ तपाईँसँग हुँदाखेरि चाहिँ उसले एकदम बच्चा तरिकाबाट बिहेभियर देखाउँछ भने उसले नबोले पनि डिपली तपाईँलाई उसले धेरै विश्वास गर्छ, तपाईँलाई उसले धेरै 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 ट्रस्ट गर्छ भन्ने कुरा चाहिँ त्यो तपाईँले आफै अनुभव लगाउनु पर्यो. मुखले चाहिँ बोल्दैन है म तिमीलाई धेरै ट्रस्ट गर्छु न. उसले उसको बिहेभियरले छोरा मान्छेले के भन्छ भन्दाखेरि पनि छोरा मान्छेले के गर्छ भनेर चाहिँ तपाईँले अब्जर्भ गर्नुभएछ भने तपाईँले उसलाई अझै राम्रो तरिकाबाट जान्न सक्नुहुन्छ. सो बोनस टिप, इफ हि इज एक्टिङ लाइक एन्ड बिहेभिङ लाइक अ चाइल्ड तपाईँको अगाडि भने उसले तपाईँसँग डिपली विश्वास गर्छ. यदि तपाईँलाई यो भिडियो मन पर्यो, तपाईँलाई कुनै विचार तपाईँको एड गर्न छ भने प्लिज कमेन्ट बक्स इट्स अल फर यु. कमेन्ट बक्समा गएर तपाईँले आफ्नो विचार लेखिदिनु होला. आई वुड लभ टु रेस्पोन्ड. आई वुड लभ टु नो योर पोइन्ट अफ द भ्यू. And thank you so much for watching this video. Thank you so much for your support and love. Please do subscribe. Thank you. See you. God bless you.